नमस्ते फेरि पनि आइयो भ्लग लिएर ल फेरि पनि सुरु ल है ल आज चाहिँ मेट्रो स्टेसनबाट हामी चाहिँ खोलातिर घुम्न गइरहेको छौँ हजुर अहिले चाहिँ हामी गइरहेछौँ साथीहरूसँग पछि ल जङ्गलको बाटो हुँदै हामी अहिले यहाँ ब्राजिल आइपुगेका छौँ। अब ब्राजिलदेखि हाम्रो सिधै युनाइटेड किङडम अमेरिकाको यात्रा मेक्सिको हुँदै भोलिसम्म पुग्छ। अहिले चाहिँ भर्खर हिँड्दैछौँ, त्यही भएर केटाहरू यस्तो जोस लिएर हिँडिरहेछ। अहिले आधी बाटोमा हालत खराब हो। फेरि हाम्रो टोली यही हो। देख्नुभयो होला नि केटाहरू, हाम्रो बाटो देखाउँदै चाहिँ उहाँ हो किन बाटो चाहिँ यही हो। हाम्रै जङ्गल हुँदै हो। ल बाटो नै कन्फ्युज कताबाट हो गरिदिनु होला, सबैजनाले सुनिदिनु होला। ए मिजु जोर पार्टीको पुरा माछा अहिले जोर पार्टी कति छ? जोर पार्टीको पुरा उयो के पाखा नै 20,000मा ल्याउ भनेको कसले? बाजेले? मेरो बुवालाई के त्यहाँको मान्छे पछि माछा फट यस्तो ठाउँमा अनि कोही लिन्छ भनेर जाँदा गाउँमा गएर लिएको अन्डरग्राउन्ड जो केटा हो बिस्तारै होइन नडराउँ म छु होइन। हामी एकदम मजाले पुग्छ अमेरिका, टेन्सन नगर। पुगिन्छ टेन्सन नगर, डोन्ट वरी। जाँदा अहिले पहिलाको बजार बसेको छ नि सब पाती भाले बुद्धिले सही भन्दै कि होइन गर्नु मन लागेको गर्नु त अति नै हुने के गाडी सबै बन्द छ गाडी के गाडी रे? भने नेपालीले मर्मत गरेर जाँथे मान्छे। यो घर यस्तो अवस्थामा छ है, राखिदिन्छ गाउँघरको घर। सबैजना सहर बसाइसराई भयो। अहिले गाउँघरतिर यस्तो स्पेनको हालत यस्तो छ। यहाँ देख्न सक्नुहुन्छ घर सब पुरानो बनाएर सबैजना सहरतिर बसाइसराई। अहिले गाउँघर यस्तो परे घरहरू सब यस्तै छ। यता पनि घर, अरू घर पनि यस्तै छ। हाम्रो साथीहरू चाहिँ यिनीहरू हिँडिरह बिस्तारै घुमघाम। ल आयो अब हामी नदीतिर समुद्रतिर। समुद्र त के हुने र यो अब सानो खोलै हो। यहाँतिर छ पानी चाहिँ होइन बढेछ पानी चाहिँ। अब अहिले वहीँ गएर देखाइदिन्छु मैले सबै। ताल त ठुलै छ हेर्न सक्नुहुन्छ है। आयो हामीहरू यता साथीहरू पनि फुटबल खेलिरहेछ अरे, अनि त्यो पनि हेर्नु पर्यो। उता पनि खेलिरहेछ साथीहरू फुटबल। अब हामी चाहिँ यति चल्दिउँ है। यो चाहिँ हेर्नु त कस्तो ल हेरौँ कास्पेको दृश्य, नाइट भ्यू।